गाइस फाइनली हाम्रो चाहिँ 12 को एकदम सकियो र अब हामी कहाँ जाँदै घुम्न जाँदैछौँ। आजको दिनबाट हाम्रो किताबहरू केही पनि छुट्टै छैन भन्ने व्यक्त गर्दैछौँ र हामीलाई पनि अब क्लियरली पास हुनेछौँ भन्ने आशा राख्दछौँ। यति भन्दै अब आजको भ्लग अगाडि बढाउनलाई हामी छौँ अनि अगाडिभन्दा अगाडिसम्म हेरेर चित्त बुझाउनु होला र एकदम हुन्छ नि माया सपोर्ट सबै गर्नु होला। र अब चाहिँ हामी हिँड्दै गयो अगाडि हामी चाहिँ ट्र्याकको जाने क्रममा चाहिँ यो केटीले गर्दा यस्तो आज दिमाग ततै नि चाहिँ एउटा केटीले चाहिँ यस्तो ल्याङ गरिँदैन। त्यो केटीले चाहिँ सोच्यो कि बाइकको हरन हान्दा पनि त्यो केटीले सोची त्यसलाई जिस्काएको अरे त्योभन्दा राम्रो राम्रो केटी होइन हामीले कहाँ कहाँ छोडेर आयो भने त्यो केटीले एकदम एटिट्युड देखाइदिए। झन् हामीले त्यसको ज्यान नजाओस् भनेर बचाउनको लागि हरान हानेको, त्यसले सोची मलाई लाइन हान्नको लागि हरान हानेको अरे। अनि यतातिर आएर चाहिँ देशीहरू अरे किन आफ्नो बाबामा देशीको छोरी नै भएर हाम्रो देशीहरू भन्छ रङ पनि छुट्याउन सक्दिनँ देशीले। साथीको घर चाहिँ यसो तिनीहरूको मम्मीसँग पर्मिसन लिनको लागि एकैछिनको लागि आइए त अनि आएर चाहिँ एकैछिन बस्दा बित्तिकै फेरि हामी निस्केर चाहिँ ट्रेककै आफ्नो गन्तव्यतर्फ लाग्नलाई साथीले चाहिँ अगाडिको चक्का उडाउने कोसिसमा रहेछन्। तर मैले चाहिँ साथी नउडा भर्खर हाम्रो 12 को इक्जाम भ्याएको जिन्दगी भ्याएको होइन भनेर मैले चाहिँ रोकेँ। अनि हामी चाहिँ एकैछिन यो परासीको रोड पनि हामी ट्याक्क पुगिसकेका थियौँ। त्यो गाई चाहिँ अब हामी चाहिँ सिधै परासीको पालपाली होटेलमा आएर यहाँनिर रोकेको छौँ। यो यहाँनिर उभिएको छ। अब हामी चाहिँ यहाँनिर उभिएको अब हामी चाहिँ भित्र गएर केही खानेछौँ। त्यस्तो नराम्रो त होइन लाइक राम्रै। हामीले चाहिँ त्यहाँ चाहिँ त्यस्तो धेरै केही पनि खाएनौँ, हल्का चिया यस्तो चटपट खायौँ। अनि सेट हामी त्यहाँबाट निस्केर हामी फेरि गन्तव्यतर्फ लागिसकेका थियौँ। गन्तव्यतर्फ जाँदा जाँदा चाहिँ बाटोहरू पनि एकदम सुनसान थियो, झ्याउलाइरहेको थियो। यताउता देखाउँदा पनि कोही घरबाट बाहिर निस्केको थिएन, हामी मात्रै थियौँ। अनि ट्याक्क जाँदा चाहिँ बारीहरू पनि एकदम खाली थियो। आएर यस्तो घर बनाउनु मन थियो तर जग्गा मेरो थिएन। अगाडि देखाउँदा चाहिँ यो बुढो बाजेको चिन्दैन उता गएन। अनि फेरि अगाडि देखाऊँ भने पनि कोही थिएन, देखाउने चिज पनि केही भएन। अनि साइडमा यस्तो सिमेन्ट फ्याक्ट्री रहेछ त्यहाँको सर्वोत्तम है के भन्ने, अनि त्यही देखाइदियो। यसरी ठुलै थियो एकदम, सानो चाहिँ थिएन। पेट्रोल पम्पमा आएर पेट्रोल हाल्न गइरहेको छौँ त्यहाँ अगाडिको बाइकमा एउटामा। अब हामी सिधै सिमसारकोट गएर तपाईँहरूलाई देखाउने छौँ। तपाईँहरू चाहिँ एकदम हेर्दै गर्नु होला राम्रोसँग, अन्तिमसम्म हेर्दै गर्नु होला अन्तिमसम्म। जाँदै गरेको क्रममा चाहिँ अगाडि यस्तो दामी दामी केटीहरू देखिरहेको कस्तो हेरेको। फेरि हामी फेरि अब अर्को केटी पनि अगाडि देख्ने आसमा हिँडिरहेको थियौँ। हिँड्दा हामीले देख्यौँ भने साथीले मैले बाइक बिस्तारै चलाउने अनि टाइपको बाइक बिस्तारै चलाउँ। फेरि त्यहाँ अर्को केटीहरू दुईजना बसेको रहेछन्, कसरी हेरेन हामीलाई। फेरि हामी अर्को केटीहरू यताबाट टेटोले गर्दा फेरि अगाडि यता केटीहरूले ट्याक्क हेरिदिनु मलाई यस्तै ओए खतरा लाग्छ। अनि फेरि अर्को नि देखाउने थियौँ, फेरि उताबाट नि हेरिदियो ट्याक्क लगाएर अर्कोले नि हेरिदियो थियो। अनि फेरि हामी अर्को नि देख्ने बेला थियौँ तर तिनीहरूलाई देखाएको त तिनीहरूको खुट्टा मात्रै देखियो। त्यही भएर यो बाटो माथि चढ्दा चाहिँ एकदम मजा आइरहेको थियो, सरर गइरहेको थियौँ। तर दृश्यहरू पनि एकदम मनमोहक थियो, त्यस्तो छ्या भन्ने लायकको चाहिँ थिएन। एकदम मजाले सरर गइयो। यति बेला यस्तो राम्रो राम्रो मान्छेहरू देखेको चाहिँ अनि मजा आउने थियो। तर त्यो चाहिँ हाम्रो सोचै भयो, त्यस्तो चाहिँ केही देखिएन। अब त्यही अगाडिको चाहिँ केटालाई हेर्दै जानु पऱ्यो। रहर त अरू नै थियो, अलि राम्रो राम्रो केटीहरूलाई हेर्ने, तर त्यो अब सपनै भयो। त्यही पनि आफूलाई हेरेर चित्त बुझाउनु पऱ्यो। तल देखाउँदा चाहिँ त्यस्तो केही थिएन, खालि यिनीहरू देखिएको गरेको थिएन। त्यही पनि केही भएन। अब माथि आउँदै थियो राम्रो राम्रो पलहरू र हामी चाहिँ जति माथि आयौँ त्यति राम्रो, जति माथि आयौँ त्यति राम्रो देखिँदा चाहिँ हामी चाहिँ एकदम मेन पोइन्ट भन्दा नि ठ्याक्क जहाँ जानु लाग्यो त्यसको चाहिँ आधामा आइसकेको थियौँ। र यस्तो हेर्दा चाहिँ टक्क त्यहाँनिर चाहिँ एकदम पाहाडतिरको भाइब्स आइरहेको थियो। एकदम मतलब गाउँले भाइब्स एकदम त्यो हुन्छ नि त, पुरानो पुरानो घरहरू यताउता थियो तर घरहरू चाहिँ थिएन। मतलब बारीहरू चाहिँ त्यस्तै थियो, बारीको डिजाइनहरू, रुखहरू, बोट बिरुवा, बाटोहरू सरल एकदम रमाइलो थियो। त्यस्तो पनि थिएन। अनि ट्याक्क चाहिँ अगाडि चाहिँ त्यो त्यहाँनिर चाहिँ एउटा रेस्टुरेन्ट भन्ने रहेछ कि त्यस्तो ठुलो थिएन, ठिकको अब मन बुझाउने चित्त बुझाउने खालको थियो। त्यहीमा गएर चाहिँ हामी बस्न पऱ्यो। बसियो पनि यही थियो। त्यहाँ के भन्छ त्यही पनि त्यस्तो चलेको त थिएन तर चल्ला जस्तो लाग्थ्यो। हामी चाहिँ धन्न धेरै अगाडि गएनौँ किनकि साथीहरूले त्यहाँ पछाडि रहेछन्।
अनि हामी फेरि त्यही ट्याक्क रोकेर हामी चाहिँ त्यही झरेर ट्याक्क खुट्टाले त्यहाँको भुइँमा टेकेर यसो यताउता देखाउँदा चाहिँ एकदम दामी देख्यो त्यो भ्यू पनि म जस्तै दामी एकदम ह्यान्डसम देखेको थियो होइन। चाहिँ एकदम दामी ठाउँमा आएर यहाँ रेस्टुरेन्टमा रोकेको छौँ। अब हामी यहाँ भित्र गएर केही खानेछौँ। त्यही त हेरेको नि, हेर न अगाडि भ्यू देख्न सक्नुहुन्छ। यो चाहिँ सुस्त के अरे सिमसारकोट। हामी चाहिँ यो सिमसारकोटको टप होटलमा रेस्टुरेन्टमा माथि आएर चाहिँ यहाँ भ्यू हेरिरहेको छौँ। तपाईँले देख्नुहुन्छ यो सिमसारकोटदेखिको तलको भ्यू एकदम दामी देखेको छ। मान्छेहरू आउने क्रम पनि जारिरहेको छ। एकदम बवाल छ है भ्यू चाहिँ। पहाडै पहाड छ यहाँ चाहिँ, पहाडै पहाड। फाइनली हामी चाहिँ यहाँनिर क्याबिनमा आएको छौँ। यहाँको क्याबिन चाहिँ एकदम दामी रहेको छ होइन। यहाँको क्याबिन अघि देखिसकेँ। र हामी चाहिँ यहाँनिर यहाँ के कोटबाट भ्यू देख्न सक्नुहुन्छ। यस्तो दामी रहेको छ। यहाँबाट माथि जान लागेको सारङकोट के कोट भन्छन्। यो होटललाई चाहिँ बाई बाई गर्नेछौँ। राम्रै छ यहाँको पनि। र अब हामी यहाँबाट माथितिर लाग्नेछौँ। माथितिर गएर एकदम हल्का घुमेर चाहिँ घरतिर हामी रिटर्न हुनेछौँ। केटाकेटी हो, भिडियोलाई हेर्दै गर्नु होला, अन्तिमसम्म रमाइलो गर्नु होला। यति भन्दै हामी अगाडि बढेको। यहाँ आउँदा आउँदा पानी पऱ्यो र हामी यहाँबाट माथि चढ्न सकेनौँ। बाइकबाट चाहिँ सकेनौँ होइन, अलिक गाह्रो भयो बाटो यस्तो थियो। त्यही भएर कडाङ गुडुङ भइसक्यो यहाँनिर चाहिँ। अब हामी यहाँ हिँड्दै जान पर्नेछ। र केही राम्रो दृश्यहरू हामी चाहिँ हिँड्दा हिँड्दा यस्तो कालो बादलले गर्दा देखिन लागिरहेको थियो। देखिँदा देख्दै बिस्तारै बिस्तारै गर्दा पानी पनि पऱ्यो र अगाडि चाहिँ अब भ्यूहरू त राम्रै थियो। अनि म नि गइरहेको थिएँ। मेरो आइफोन भएको त यस्तो राम्रो देखाइदिन्थ्यो। अनि साथीले चाहिँ यता देखा उता देखा भन्यो, म नि देखाइदिएँ त त्यस्तो त केही थिएन भ्यू। अब मेरो मोबाइल त्यस्तो राम्रो नदेखे पनि अरू चाहिँ देख्न सक्नुहुन्छ। यही यहाँबाट भ्यू अझै माथिबाट अझै राम्रोसँग देखिन्छ। अब त्यो टाढो टाढो चाहिँ देखिन्न होला। पानी परिसक्यो, मोबाइल चाहिँ अब बन्द नभने हुन्छ न, हामी भिजेर मरिन सक्छ। हामी यो देख्न सक्नुहुन्छ। हामी चाहिँ माथि चढ्ने कार्यक्रम जारी गरिरहेको थियौँ कि ठ्याक्कै ठुलो पानी परेर यत्रो माथिबाट बाढी आयो। अनि माथितिर चाहिँ पहिरो गएको छ। त्यही कारणले हामी चाहिँ माथि जान सकेनौँ र हामी फेरि रिटर्न भिजेर तल झर्दा झर्दा यस्तो भिजेको ड्रेसमा हामी भिजेरै तल झर्न पऱ्यो। तल झर्ने क्रममा नि कस्तो डर लागिरहेको थियो, किनकि त्यहाँनिर बाइकले यति स्लिप हानेको हामी चाहिँ तलतिर बिलिभ भयो नि त। त्यस कारणले चाहिँ ठिक हो। अब इक्जाम भइहाल्नु, अब के गर्ने विचार छ? यही काम अब सो फाइनली गाइस आजको भ्लग चाहिँ यहाँनिर हामी अन्त्य गर्दैछौँ। र यस्तै यस्तै भ्लगहरू आगामी दिनहरूमा आउनेछ। र यति भन्दा आज चाहिँ हामी चाहिँ यहाँनिर भ्लगलाई अन्त्य गर्दै